र साथीहरु तपाईहरुले देखिरहनु भएको छ मेरो अगाडि चाहिँ दुईटा सेती नाग छ र तपाईहरुले चाहिँ यस्ता खालको सर्पहरु जही कतै देख्नु भयो भने नमारिदिनु होला किनभने यो सर्पले चाहिँ तपाई हाम्रो जीवनमा एकदम ठूलो महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। त्यसैले सर्पलाई नमारौं। सर्पले इन्भाइरोमेन्ट जोगाउँछ, इकोसिस्टमलाई ब्यालेन्स गर्छ, सूर्यबाट आउने विकिरणलाई चाहिँ सर्पले खान्छ। तपाईहरुले देख्न सक्नुहुन्छ दुईटा गोमन सर्प मेल र फिमेल रहेको छ। पुरै यिनीहरु चाहिँ एक अर्कामा लड्न खोजिरहेको छ। यिनीहरुलाई चाहिँ छोड्ने बेला भयो। र साथीहरु तपाईहरुले देखिरहनु भएको छ मेरो अगाडि चाहिँ दुईटा सेती नाग छ र तपाईहरुले चाहिँ यस्ता खालको सर्पहरु जही कतै देख्नु भयो भने नमारिदिनु होला किनभने यो सर्पले चाहिँ तपाई हाम्रो जीवनमा एकदम ठूलो महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। त्यसैले सर्पलाई नमारौं। सर्पले इन्भाइरोमेन्ट जोगाउँछ, इकोसिस्टमलाई ब्यालेन्स गर्छ, सूर्यबाट आउने विकिरणलाई चाहिँ सर्पले खान्छ। र त्यही हो साथीहरु, सबैजनाले यो विषालु सर्पले टोकिसके पछाडी यसकै विषबाट बनेको औषधि हामीलाई हाम्रो शरीरमा लगाएपछि मात्र हाम्रो ज्यान बच्ने हो। तपाईहरुले देख्न सक्नुहुन्छ यहाँ चाहिँ तपाईहरुले देख्न सक्नुहुन्छ यता फर्किन ल तपाईहरुले देख्न सक्नुहुन्छ। र साथीहरु तपाईहरुले चाहिँ देख्न सक्नुहुन्छ अहिले गर्मीको सिजन, गर्मीको टाइम बढिसकेको छ, गर्मी भित्रिसकेको छ। त्यसैले तपाईहरुले चाहिँ आफ्नो बिस्ताराहरुलाई चाहिँ राति सुत्दाखेरि मजाले सफा गर्नु होला हैन र झुलको प्रयोग अनिवार्य गर्नु होला। हिँड्दाखेरि हातमा चाहिँ लाइट लिएर हिँड्नु होला राति। यहाँ तपाईहरुले देख्न सक्नुहुन्छ यसरी यसले चाहिँ आवाज गरिरहेको छ। यसरी चाहिँ गोमन सर्पहरु रिसाउँदा चाहिँ यसरी कराउँछ। यो चाहिँ एउटा चाहिँ पुरै लाटो छ भने यो चाहिँ एउटा पुरै बाटो छ। ल तपाईहरुले देख्न सक्नुहुन्छ। अब यो दुईटालाई म छोड्दिन्छु है। ल अब यसलाई पनि म